नमस्कार, म इच्छा कामना मन्दिर चितवनको इच्छा कामना मन्दिरमा छु। हामी चाहिँ शक्तिखोर उपरदानगढी त्यसपछि मायाटार हुँदै विभिन्न ठाउँ हुँदै हामी इच्छा कामना मन्दिर आएको छौँ र अब हामी फिस्लिङ झर्छौँ। हामी अहिले इच्छा कामना मन्दिरमा दर्शन गरेर हिँड्दैछौँ। साथीहरू हुनुहुन्छ, अलि अगाडि गइसक्नु भएको छ। अगाडि साथीहरू हुनुहुन्छ। यो चाहिँ पुरानो मन्दिर भन्ने छ, इच्छा कामनाको पुरानो मन्दिर भन्नुभएको छ। उहाँहरू हेर्दै हुनुहुन्छ। म चाहिँ इच्छा कामना मन्दिर परिसरमा छु अहिले। हेर्नुहोस्, राम्रो छ ठाउँ, राम्रो ठाउँमा छ। धेरै शक्ति भएको मन्दिर भन्ने पनि बुझिन्छ यो मन्दिरलाई। यो मन्दिर आस्था धेरै छ यहाँ। यो मन्दिर भक्तजनहरूको आस्था छ यो मन्दिरमा। यहाँ 5वटा बलि चढ्ने भन्ने हामीले स्थानीयसँग बुझेका छौँ। 5वटा किसिमका बलि चढ्छन्। परेवा, कुखुरा, बोका, राँगा, यस्तै किसिमका बलिहरू चढ्ने गर्छ भन्नुभएको थियो। यसरी हामी बाइकमा चाहिँ सर इच्छा कामना मन्दिर आएका छौँ। धन्यवाद।